नमस्ते सबैजनालाई। म आज चाहिँ चुल्ठो अमिलोको चाहिँ अचार बनाउन गइरहेको छु। अहिले चुल्ठो अमिलो चाहिँ हाम्रो खेतबारीमा पनि लगाइने गरिन्छ। यो चाहिँ वन डिभिजन कार्यालयले चाहिँ दिएको थियो। खास गरेर चाहिँ यो लेदे घाँसतिर चाहिँ बढी मात्रामा पाइन्छ, तर अहिले चाहिँ हाम्रो ठिनी गाउँमा पनि हुन्छ। यसको चाहिँ यो डाँठलाई चाहिँ के अरे सबै रेसा निकालेर मसिनो गरेर काट्ने, अनि त्यसपछि अलिकति तेलमा मेथी र रातो खुर्सानी फुराउने, अनि त्यसपछि चाहिँ यो काठीको चप गरेको चुल्ठो अमिलोलाई चाहिँ मजाले भुट्ने। अनि त्यसपछि यो भुटिसकेपछि यसमा चाहिँ अलिकति छोपेर पकाउने, र त्यसपछि चाहिँ यो चाहिँ एकदम अमिलो भएको हुनाले यसमा चाहिँ चिनीको मात्रा चाहिँ अलि धेरै नै लाग्दो रहेछ। चिनी हाल्ने, त्यसपछि चाहिँ टेस्ट अनुसार चाहिँ फेरि मैले चाहिँ थोरै रातो खुर्सानी पनि हालेको छु। र त्यसपछि यसलाई चाहिँ अलिक अझै स्वादिलो बनाउनको लागि चाहिँ मैले चाहिँ अलिकति सोपलाई चाहिँ भुटेर अनि पिसेर त्यो सोपलाई पनि त्यसमा राखेको छु। यसले चाहिँ अलिकति स्वादै मिठो बनाउँदो रहेछ, टेस्टी बनाउँदो रहेछ। यसरी चाहिँ यो अमिलो अचार चाहिँ तयार भएको छ। यो चाहिँ चुल्ठो अमिलोको अचार चाहिँ रेडी भयो। अब यो अचार चाहिँ चाखौँ कस्तो हुँदो रहेछ। मिठो आहा। यसमा मैले चाहिँ सोप पनि हालेको थिएँ बास्नाको लागि, स्वादको लागि। एकदम मिठो भएको छ। फर्स्ट टाइम होला यो घरैमा भएको चुल्ठो अमिलोबाट चाहिँ अचार बनाएको। तपाईँहरूको पनि घरमा यस्तो चुल्ठो अमिलो रोपेको छ भने अचार बनाएर खानु होला, नभए रोपे पनि हुँदो रहेछ भन्ने कुरा चाहिँ यहाँबाट प्रुफ भयो। मिठो भएछ।